यो पालि 2025 मा पनि निकै डरै आउने रहेछ हाम्रो खोल्सा चाहिँ है। यहाँ चाहिँ माथिल्लोपट्टि हाम्रो सेफ्टी ट्याङ्की छ। यो सानो प्लमले चाहिँ अलिकति थामेर छ। यसको चाहिँ डबल आउँछ अब मेन सिजनमा चाहिँ। यो रोड देख्नुहुँदैछ, माथिल्लो रोड 6.5 किलोमिटर छ। यो उकालो गौचनको रोड हो। त्यो रोडको पानी चाहिँ डल्लै यहाँ आउँछ हेर्नुहोस्। यो रोडको नालीको पानी डल्लै यहाँ आएर चाहिँ यहाँदेखि ओह्रालो जान्छ। यो रोडदेखि ओह्रालो यहाँ हेर्नुहोस्। अनि यहाँदेखि मुनि चाहिँ घर निकै छ, मेरो मात्रै हैन। यो फर्स्टको रोड त गान्तोक टु पाक्योङको रोड हो, मेन रोड भइहाल्यो। यो चाहिँ माथि गौचरण राई गाउँको रोड हो। यो खोल्सा झोडाको चाहिँ भिडियो किन बनाएको भन्दाखेरि चाहिँ सालै पछि गइरिँदै जाँदैछ खोल्सा चाहिँ। निकै घरलाई क्षति पुग्दैछ र यो चाहिँ सालै पछि ग्राम सभामा राखिसकेको छ यो विषय लिएर। चाँडोभन्दा चाँडै यो काम चाहिँ सुरु गरेर सकेको चाहिँ राम्रो सबैलाई। भरसक चाहिँ अब नेक्स्ट इयरसम्म चाहिँ यो काम भयो भने चाहिँ एकदमै राम्रो। ठुलो आशा, धेरै ठुलो आशा राख्दै यो भिडियोलाई यहीँ राख्न चाहन्छु। धन्यवाद।